Diğerlerine Birisi değil. Hı? Biri de. Aynen bunun nereye ya? Aynen. Ja, म चाहिँ भएन नि ऊ चाहिँ जान्छ क्या माथि काटेको भए चाहिँ हुन्थ्यो क्या है ऊ एउटा सिन्का खोजेर ल्याउँदा दुईटा कम भयो कुच्चोको ल्याउनु चाहिँ भयो कुच्चोको होइन गाईको ड्रेक ल्याएको पक्कै हो खाइ गाईको ड्रेक तपाईँहरूलाई आमा कस्तो गरौँ यहाँ आयो त दाइ खिलाउनु पर्छ अलि सिना गराएर ल्याउनुहोस् र ला आएन खेर गयो बामनले च्यो खायो 7 बजे तिमीलाई मैले फेनामा काट भनेको मान्यो न दाइ खुकुरी अनि अर्काको बिग्रिँदैन झोल भए चाहिँ जान्छ आउँछ क्या दाइ आयो यहाँ त्यो त ठुलो चामल छ नि कति धेरै छ यो भित्र सिङ्गा आयो झोल भएन क्या झोल भए त आउँछ क्या ग्रेभीमा अलिकति नुन हालेर चलाइदियो त नुन त कहाँ बुझ्यो क्या मजा आने लोकल चामल भात त मजा आएन ग्रेभीमा होइन उठेको सुप हाल न अनि चिकनको चिकनको र राखेर खानुको यो हड्डी चाहिँ कहाँ खानु त उयो तल खानु कोठामा यस्तो सजाएर राख्नु पर्छ निस्क्यो मजाले अनि यो चाहिँ यो त बुटको तलपट्टि होइन हजुर भन्नु एउटा निस्केन ऊ हो के है त यहाँ अलिकति यहाँ ग्रेभी हाल त माथि गएर निगेनले काट्यो यत्रो आउँदैन भनेको मैले यहाँ साइडमा छ नि खुकुरी उयो भयो नि त खुकुरी सानो भएर खुकुरी सबै भत्किन्छ अनि यो हड्डीले माथि काट्यो भने त यो बिचमा हाल्दैन के गर्ने एउटा भाँडामा राख्नुपर्छ हड्डी चाहिँ हेर त चलाउने दिदीको लागि पुग्नु पुला जस्तो भयो पुला जस्तो भयो खानु मन लागेन ए ऊ
तातो भात खायो है त्यो भएको नै त्यो भएको उयो रहेछ नसा रहेछ ढल्को के हेरेको कच्चा 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 गर्छ त के भने राख्न हो त्यो यो भात के भन्नु फाल्यो हाल्यो दया भात खानु पुरानो मन होस् मधुर हाल्दैन तिमी त माया गर्छौ है अर्को भात खाएर दिन्थ्यो कि कुन भात गाउँको भयो गाउँको नै हो त यो त घरै भए पनि खाने होइन भाउजू होइन यो भात चाहिँ के हुन्थेन यो त आमा र बाउ दुःख गरेर उयो गरे मैले मम्मीलाई अलिकता चानै भए चामल पठाइदिनुलाई भनेर कस्तो दुःख गर्नुपर्छ त्यो उब्जाउनुलाई होइन मिसलहरूको खेदै छैन के थाहा हो यसले मिसललाई केही थाहा हुँदैन खेल्छ तपाईँहरूको छैन धान कति गर्नुहुन्छ छैन द हड्डी एउटा लगाइदिउँ अहिले होइन भात लगाइदिन्छु है भात पनि छ अहिले खानु न हालिदिइहाल्नु न यसो धेरै हुन्छ होला नभए खानै पर्दैन ग्रेभी हाल्नु हड्डी नै एउटा हाल्नु र हड्डी अलि राखिदेऊ न यति चाहिँ खानु नभए ल सिना सिना बनाएर ओए कहाँ हो मेरो थाल दिग्दी बोल्नु थाल्नु मलाई त भात त कति खान्छु भनेको चाहिँ अलिक दिग्दी भयो नि त यत्रो खाएको केही छैन यार मान्छेको मासु यत्रो यत्रो हड्डी हुँदैन मान्छेको मेरो अगाडिको फाटेको दाँत अझै फाट्छ होला उसको सिधा भन उसको छालो हड्डी चाहिँ बाउको घरमा माथि कुकुरलाई सब हड्डीहरू के एकछिन सुतुमा चाहिँ यति खाएपछि पोस त लाग्छ नि त यत्र गरेर ल्याएको छु यत्र
काटिएन ओए के यत्रो आउँदो रहेछ यस्तो गर्नु अलिक बेस्ट गर्नु भाइ यहाँ पनि थियो कि बढी नै होला यसो म पनि नचलाउ न